हेलो एभ्रिवान, तपाईहरु कस्तो हुनुहुन्छ? आशा गर्छु तपाईहरु राम्रै हुनुहुन्छ होला। सो आज पनि म तपाईहरुको लागि फेरि पनि भिडियो लिएर आइसकेको छु। सो आज चाहिँ म के बनाउँदै छु भन्दैमा चाहिँ म यहाँ हेर्न सक्नुहुन्छ पास्ता बनाउनलाई यहाँ मसला एकदम भुट्दै छु। मसला भन्नु गयो भने नि मसला हैन, यो प्याजहरु हो। प्याज भन्दा पनि अहिले याद आयो कि मैले क्याप्सिकममै हाल्नु बिर्सेछु। सो यहाँ चाहिँ मैले यो सब भुटिसकेको छु। हेर्न सक्नुहुन्छ पास्ता पनि बोइल गरिसकेको छु। यहाँ मसलाहरु एकदम रेडी गरिसकेको छु। यहाँ चाहिँ मेरो ससेसहरु छ। अब म बनाउनु जान्छु पास्ता। म बनाइसकेर तपाईहरुलाई हेराउँछु। बहुत जनाले भन्नुहुन्छ मैले बनाएको पास्ता निकैलाई राम्रो लाग्छ, खानु मन पर्छ भनेर। सो आज पनि कोसिस गर्दैछु कि आज पनि राम्रो बनाऊँ। सो राम्रो लाग्छ, कसैले भन्छ कि म राम्रो पास्ता बनाउँछु अरे भनेर। जसले खाएको छ मेरो हातको। सो तपाईहरुलाई पनि खानु छ भने छिटो मेरो घर आइपुग्नुस्, म खिलाउँछु तपाईहरुलाई पास्ता। सो ढिलो भइगयो क्याप्सिकम हाल्नु होला पनि मैले हाल्दिए। अब चाहिँ मसला बेसी नै पकाउनु, बेसी पाके भने चाहिँ यो सब मिठो हुँदैन नि त। तर के गर्नु, बिना क्याप्सिकम पनि मलाई मिठो लाग्दैन। त्यही भएर चाहिँ अलिकति पाकेकै होस् छोड्दिए मैले। सो कलर हेर्नु अलिक राम्रो हुँदैछ। तपाईहरुलाई कस्तो लाग्यो हेरेर? आज चाहिँ मलाई लाग्दैछ आज चाहिँ नि सब्जीहरु चाहिँ कम्ती भए जस्तो लाग्दैछ मलाई यो पास्तामा। तर चाहिँ र पनि खाएर राम्रै हुन्छ होला जस्तो लाग्दैछ। आशा गर्नेछु कि राम्रै हुन्छ। कसको मुखमा पानी आयो मलाई भन्नु होला। सो म चाहिँ अब खान जाँदैछु। सो मेरो घरमा जो फ्यामिलीहरु हुनुहुन्छ उनीहरुलाई चाहिँ म सोध्न जादिनँ, किनकि उनीहरुलाई जहिले पनि सोध्छु र नराम्रै भएको छ भन्नुहुन्छ। त्यही भएर चाहिँ म यिनीहरुलाई सोध्दिनँ के, म आफै खाएर भन्छु दामी भएको छ। आफूको त तारिफ हुन्छ गर्नै पर्छ। अब खाना दिएर पनि अब घरको मान्छेहरूले अलिकति पनि तारिफ गर्दैन कहिले पनि। कस्तो भएको छ सोध्नु गयो भने झन् भन्छ कि एकदमै राम्रै भएको छैन। किन सोध्नु जान्नु हैन गाइस? नसोध्नु, तर हामी बीचबाट भन्छु नि राम्रो भएको छैन भनेर। भयो तर थाहा छ जसले खाएको छ, जो साथीहरु मेरो फ्रेन्ड्सहरुमा जसले खानु भएको छ मेरो पास्ता, सबैले नराम्रै भनेको छ। उनीहरु चाहिँ मलाई कमेन्ट गरेर भनिदिनु है, सपोर्ट गर्नु। कस्तो भएको छ त्यो चाहिँ साच्चै कुरा भनिदिनु।